नमस्ते। आज सानो एउटा जुन अहिले चर्चाको विषय बनेको छ त्यो विषयमा छोटकरीमा तपाईँहरूलाई यहाँबाट देखिने म बनेपाको र नम्बर 5 स्थित यो बिहारमा छु र यहाँबाट हाम्रो बनेपा पोलिटेक्निकको सम्पूर्ण बिल्डिङहरू हामी हेर्न सक्छौँ स्पष्ट रूपमा। र आजको दिनमा बनेपा नगरपालिका आफ्नो नगरपालिकाको एउटा वडा 10 नम्बर वडाको कार्यालयमा थिएन त्यो सानो कोठाहरू मिलाएर आफ्ना प्रशासनिक कार्यहरू सञ्चालन गर्दै आएको अवस्था छ। त्यो बेलामा त्यो विवाद जुन बेला चाहिँ अब देशमा 23 र 24 गतेको घटना जेएनजी आन्दोलनको नाममा घट्यो त्यो बेलामा बनेपा नगरपालिका पनि उहाँहरूको नजरबाट अछुतो रहेन। त्यो बेलामा ती आन्दोलनकारीको नामबाट त्यो हाम्रो नगरपालिकाको भवन पूर्ण रूपमा छेडपिछेड जलाइएको अवस्था छ, काम नहुने गरी नलाग्ने गरी। र त्यो अवस्थामा हामीले केही भनेनौँ। दुईवटा यो ब्लक सबभन्दा अगाडिको प्रशासनिक ब्लक र त्यससँगै तल एउटा अर्को ब्लक छ, त्यो दुईवटा ब्लक मात्रै हामीलाई प्रशासनिक काम गर्नको लागि केही समयको लागि हामीलाई दिनुहोस् भन्ने हाम्रो आग्रह थियो। यसलाई वितन्दा मचाएर विद्यार्थी उठाइदिन्छु, विद्यार्थी हडताल गराइदिन्छु भन्ने उद्देश्य राख्यो। हामीलाई धम्कीपूर्ण भाषामा त्यो बेलाका हाम्रा ईश्वर त्यो प्रिन्सिपलजी हुनुहुन्थ्यो, उहाँले चाहिँ त्यही किसिमको भाषा बोल्नुभयो र पछि हामीले यसलाई मनन गऱ्यौँ। जुन यो सम्पूर्ण रूपमा अगाडिको यो सेतो बिल्डिङहरू जति छ त्यो माथिको पनि ब्लकहरू जति पनि छन् ती सबै ब्लकहरूमा जम्मा 200-300 को हाराहारीमा विद्यार्थीहरू अध्ययन गर्छन् र माथिको ब्लक मात्रै करिब 80 रोपनी जग्गाको छ र तल यो फुटबल ग्राउन्डको सानो जग्गा त्यहाँ पनि 20 रोपनी हाराहारीको जग्गा छ। यो सम्पूर्ण गरेर करिब 102 रोपनी जग्गा हाम्रो बनेपा नगरपालिकाले आफ्नो विकास निर्माणको बजेट सबै कटौती गरेर 2054 देखि 59 सालसम्म खरिद गरेको अवस्था थियो र हाम्रो लगानी हामीलाई हाम्रै सम्पत्ति हाम्रै लालबुर्गाभित्र परेको जग्गा अप्ठ्यारो पर्दाखेरि केही समय बसौँ हामी पनि बस्न पाऊँ भन्ने अनुरोध गर्दा पनि त्यो अलिकति नेगेटिभ किसिमले भाषा बोलेर हामीलाई चाहिँ त्यो बेलामा अप्ठ्यारोमा पार्यो र समयकालमा हामीले छलफलहरू गर्दै पनि गयौँ तर पनि यो समाधानतर्फ गएन। त्यसैले हामी अप्ठ्यारोमा परेको अवस्थामा हामी आफू पनि बस्नुपर्ने कारणले गर्दाखेरि हाम्रो जग्गा खाली गरिदिनुहोस् भनेर हामीले निम्तो उहाँहरूलाई चाहिँ चिठी दिएको हो। त्यति हो कुरा, अरू के पनि विवाद छैन। विद्यार्थीहरू सबैलाई लावारिस विचलित बनाउने भन्ने कुरो छ, यो विषयलाई प्रस्ताइदिनुहोस्। होइन, विद्यार्थी कहाँको छ कतिजना छ उहाँहरू आफैले भनिदिए हुन्छ। उहाँहरूले तथ्याङ्कमा लेख्ने विद्यार्थी र वास्तविक विद्यार्थी के हो त्यो छुट्याइदिनु सक्छ। विद्यार्थीलाई कता लगाएर सुरक्षित हामीले विद्यार्थी त्यो ब्लकबाट जानु भनेकै छैनौँ। हामीलाई अहिलेको तत्कालको लागि चाहिएको भनेको दुईवटा ब्लक भयो भने हामी प्रशासनिक भवन नगरपालिकाको त्यो ठाउँमा सञ्चालन गर्न सक्छौँ।